आज यो 21 अप्रिल हर साल सिभिल सर्भिसेस डे भनेर मनाइन्छ अनि यो फर्स्ट यो आजको यो जुन चाहिँ इभेन्ट थियो यो चाहिँ 17th सिभिल सर्भिसेस डे हो। यो फर्स्ट यस्तो पारा भव्य रूपमा मनाउन थालेको चाहिँ 2006 सालदेखि मनाउन थालेको। सिग्निफिकेन्स चाहिँ के छ भने जब भारत स्वतन्त्र भयो अनि 21 अप्रिल 1947 सालमा सरदार वल्लभभाई पटेलले फर्स्ट एडमिनिस्ट्रेटिभ अफिसर्सको एउटा ट्रेनिजहरूलाई दिल्लीमा एड्रेस गर्नुभएको थियो उहाँले। अनि त्यो इभेन्टलाई कमेमोरेट गरेर चाहिँ सरदार वल्लभभाई पटेल जो इन्डिपेन्डेन्ट इन्डियाको फर्स्ट होम मिनिस्टर हुनुहुन्थ्यो उहाँले त्यो एड्रेस गरेकोले गर्दाखेरि उहाँले त्यो फर्स्ट सिभिल सर्भिसको ब्याचलाई इन्डियन एडमिनिस्ट्रेटिभ अफिसर्स भन्थे त्यति बेला, त्यो ब्याचलाई एड्रेस गरेर उहाँले यो एड्रेस गरेको ओकेजनलाई यो सिभिल सर्भिस डे भनेर मनाइन्छ। अनि सिग्निफिकेन्स चाहिँ के छ भने पनि अब यो चाहिँ सबै आफ्नो आफ्नो डिफ्रेन्ट प्रोफेसनको जस्तै डक्टरको डक्टर्स डे हुन्छ, सबैको हुन्छ, इन्जिनियरको इन्जिनियर्स डे भनेर मनाइन्छ, सबै मनाइन्छ। तर यो सिभिल सर्भिसको चाहिँ सिभिल सर्भेन्ट्सहरू हुन्छ। हुनु त हामीले सिभिल सर्भिस भन्नाले गर्दाखेरि खालि यो स्टेटको के भन्छ सिभिल सर्भिस र आइएएस मात्रै हो भन्दैन हामीहरू, किनभने सिभिल सर्भिस भन्ने चाहिँ जम्मै जो गभर्मेन्ट को सर्भिसमा जो काम गर्नुहुन्छ उहाँ सबैलाई हामी सिभिल सर्भेन्टै भन्छौँ। त्यसले गर्दाखेरि यो आजको त्यो इभेन्टमा पनि हामीले खालि सिभिल सर्भिसको अफिसर मात्रै बोलाउने होइन, हामीले सबैजना हाम्रो जो सिभिल सर्भिस छ ब्युरोक्रेसी छ जति स्टेटको जम्मैहरूलाई हामीले बोलाएर आज यो इभेन्ट हामीले यहाँ मनाएको। यस्तै प्रकारले नेसनल लेभलमा स्वयं प्राइम मिनिस्टर नरेन्द्र मोदी ज्यूले नै एउटा इभेन्टमा उहाँ चिफ गेस्ट हुनुहुन्थ्यो आज अनि उहाँले पनि एड्रेस गर्नुभएको थियो। अन्त यो सिभिल सर्भिसको यो हाम्रो यो फङ्सनमा चाहिँ जेनरली अब यो 4-5 वर्ष साल अगाडिदेखि हामीले यस्तो बडा मजाले मनाएर आइरहेको छौँ। अनि हामीले के गर्छौँ भने यो फङ्सनमा चाहिँ हामीले नर्मली डिस्ट्रिक्टहरूबाट अनि डिपार्टमेन्टबाट उहाँहरूले गरेको काम राम्रो इनोभेटिभ काम के गरेको छौँ त्यो कामहरूलाई हामीले यहाँ आएर सबैको छेउमा देखाइदिने, सोकेस गरिदिने, ताकि सबैले पनि बुझेर त्यो कामलाई अझै बढावा दिनुको लागि सहयोग हुन्छ भनेर। अनि डिस्ट्रिक्टमा धेरै आज पनि तपाईँले हेर्नुभयो 4वटा डिस्ट्रिक्टबाट प्रेजेन्टेसनहरू थियो, 3वटा डिपार्टमेन्टबाट प्रेजेन्टेसन थियो। जस्तै हाम्रो फरेस्ट डिपार्टमेन्टको प्रिन्सिपल सेक्रेटरी कम PCCF ले मेरो रुख मेरो सन्तति भन्ने जुन चाहिँ गभर्मेन्टको एउटा इम्पोर्टेन्ट प्रोग्राम छ जसले इन्टरनेसनल लेभलमा पनि मान्यता पाएको छ, जुन चाहिँ प्रोग्रामले अवार्डहरू जितेको छ, त्यो प्रोग्रामको विषयमा उहाँले भन्नुभयो। त्यो प्रोग्रामको विषयमा उहाँले 1-2वटा नयाँ कुरा जानकारी दिनुभयो। त्यो प्रोग्राम त चलेको अब 3-4 साल हुँदैछ, तर त्यसले गर्दाखेरि त्यो प्रोग्रामको अन्तर्गत कतिवटा नयाँ काम भइरहेको छ त्यसको विषयमा पनि उहाँले अवगत गराउनु भयो सबै हामीहरू सबैलाई। अनि त्यसै प्रकारले हाम्रो प्रिन्सिपल सेक्रेटरी साइन्स एन्ड टेक्नोलोजी डिपार्टमेन्ट उहाँले पनि यो ग्लोभको अहिले जुन चाहिँ ठुलो एउटा चर्चा भइरहेको छ, जुन चाहिँ अस्ति हुनु त त्यसलाई ग्लोभ इन्सिडेन्ट त भन्दैन, 2023 को होइन अक्टोबरमा जुन टिस्टा फ्लड भयो, त्यो टिस्टा फ्लड हुने कारण त के थियो भने ठोनक लेकमा अलिकति पानी डिस्प्लेस भएर होइन ठोनक लेकको पानी बगेर आएर जुन चाहिँ एकदम ठुलो स्केलमा जुन चाहिँ हानि पुऱ्याएको थियो, मान्छेको जानमालको नोक्सान भएको थियो। त्यस्तै ग्लोभलाई चाहिँ आउँदो समयमा कसरी रोक्ने, रोकथाम कसरी गर्ने, थ्रेटलाई कसरी मिटिगेट गर्ने भन्ने कुरामा उहाँले एउटा प्रेजेन्टेसन देखाउनु भयो। अनि इन्ट्रेस्टिङ प्रेजेन्टेसन थियो उहाँको पनि। उहाँले जुन चाहिँ अहिले साकोछु लेक छ जो चाहिँ एकदमै बढ्दै जाँदैछ भन्ने अहिले चर्चामा छ, त्यो लेकमा चाहिँ उहाँले के काम गर्नुहुने भन्ने त्यो कुराहरू पनि देखाउनु भयो। त्यसै प्रकारले डिपार्टमेन्टमा अर्को हाम्रो सोसल वेलफेयर डिपार्टमेन्टको सेक्रेटरीले यो नशामुक्त सिक्किमको विषयमा अलिकति कुरा राख्नुभयो। अनि उहाँ सबलाई एपिल गर्नुभयो कि यो जुन चाहिँ ड्रग एब्युज छ, जुन चाहिँ यो सोसल प्रब्लम छ, जुन ड्रग एब्युज, त्यो चाहिँ खालि पुलिस र खालि डिपार्टमेन्ट र खालि गभर्मेन्टले मात्रै गरेर यो इराडिकेट हुँदैन प्रब्लम। यो प्रब्लम सोसल इस्यु भएकोले गर्दाखेरि सारा सोसाइटी नै लागि पर्नुपर्छ यो इस्युलाई समाधान गर्नुको लागि भनेर उहाँले 1-2वटा कुरा राख्नुभयो। अनि उहाँको डिपार्टमेन्टले के इनिसिएटिभ लिएको छ त्यसको विषयमा कुरा राख्नुभयो। अनि त्यसै प्रकारले डिस्ट्रिक्ट्सहरूबाट पनि प्रेजेन्टेसन धेरै थियो। डिस्ट्रिक्ट कलेक्टर जुन चाहिँ इस्ट डिस्ट्रिक्टको गान्तोक डिस्ट्रिक्टको हाम्रो कलेक्टर हुनुहुन्छ, म्याजिस्ट्रेट, डिस्ट्रिक्ट म्याजिस्ट्रेट, उहाँले उहाँको डिस्ट्रिक्टमा गर्दै गरेको काम 12वटा इनिसिएटिभ
को विषयमा उहाँहरूले जानकारी दिनुभयो जस्तै त्यो पहिला अमिन सिस्टम भन्ने थियो जहाँ चाहिँ अनलाइन तपाईले अमिनलाई तपाईको सपोजिङ जमिनको किनबेच के हुँदैछ भने तपाईले साइट इन्स्पेक्सनको लागि पहिला त के गर्नु पर्थ्यो भने एउटा एप्लिकेसन लेख्नु पर्थ्यो डीसी लाई अथवा एसडीएम लाई या आरओ लाई एप्लिकेसन लेखेर मलाई अमिन पठाइदिनुहोस् भनेर त्यहाँदेखि अमिनको अब अवेलेबिलिटी हुन्छ हुँदैन भनेर पुरा टाइम लाग्ने एउटा प्रक्रिया थियो तर यो अमिन म्यानेजमेन्ट सिस्टम उनीहरूले 2-3 साल अगाडि इन्ट्रोड्युस गरेकोले गर्दा चाहिँ अहिले के छ तपाईले अनलाइन अमिन बुक गर्न सक्नुहुन्छ अनि अमिन जुन चाहिँ हाम्रो सर्वेयर हुन्छ रेभेन्यू सर्वेयर उहाँहरूले उहाँहरूको डेटको हिसाबमा जुन दिन खाली हुन्छ उहाँले ठक्क लक गरिहाल्छ त्यो दिन त्यहाँदेखि उहाँले साइटमा गइहाल्छ सो अफिस कुदी बस्नु पर्दैन अनलाइन चाहिँ त्यसै प्रकारले उहाँहरूले धेरैवटा नयाँ नयाँ इनिसिएटिभको विषयमा कुरा गर्नुभयो ग्यान्टक कास्ट ट्यालेन्टको विषयमा पनि अलिक जानकारी दिनुभयो त्यहाँदेखि के भन्छ ब्रेस्ट फिडिङ पडहरू बनाएको रहेछ उहाँहरूले होइन जग्गा जग्गामा त्यसको विषयमा जानकारी राख्नुभयो यस्तो इन्ट्रेस्टिङ कुराहरू थुप्रो राख्नुभयो हाम्रो सोरेङको डिसीले जस्तै अब पानीको विषयमा पानीको ट्याङ्की कसरी सफा गर्दैछ सोरेङ डिस्ट्रिक्टमा भन्ने कुरा जानकारी दिनुभयो के छ भने हाम्रो यहाँ चाहिँ अब सरकारले वाटर सप्लाईको लागि ट्याङ्की बनाएको छ त जग्गा जग्गामा ठुलो ठुलो ट्याङ्की बनाएर राखेको हुन्छ तर त्यो ट्याङ्कीको सफाइ हुँदैन अब त्यो ट्याङ्कीभित्र कस्तो मैला भइरहेको हुन्छ जुन त अब गाउँलेको रेस्पोन्सिबिलिटी हो खास गरी त होइन हाम्रो सोसाइटीको रेस्पोन्सिबिलिटी हो पञ्चायतको रेस्पोन्सिबिलिटी हो बेला बेलामा गएर त्यो ट्याङ्की कस्तो छ भित्र हेरेर सफा गर्नुपर्ने हो तर अब त्यस्तो याद गर्दैन अब हाम्रै धेरै जग्गामा त्यस्तो चिजहरू बनाएको छ त्यसलाई अब राम्रोसित मेन्टेन गरेर हाम्रो त्यो याद गर्ने त्यो छैन हाम्रो सिस्टम सो डिसी सोरेङले चाहिँ एउटा नयाँ सिस्टम निकालेको छ सालमा एकपल्ट चाहिँ उहाँहरूले त्यो ट्याङ्कीहरू पब्लिक ट्याङ्क्सहरू सबै वाटर ट्याङ्क्सहरू सब सफा गर्दछ अन्त त्यसको रिजल्ट चाहिँ कस्तो भयो भन्दाखेरि उहाँले हेल्थ इन्डिकेटरसँग पनि अलिकति जोडेको थियो जस्तै उहाँले डेङ्गुको केसेसहरू कम्ती भएको होइन अरू बिमारको केसेसहरू वाटरबोर्न डिजिजको केसेसहरू अलिकति कम्ती भएको त्यो ट्याङ्की सफा गरेकोले गर्दा कम्ती भएको भनेर उहाँले अनुमान लगाएर उहाँले इन्फर्मेसन त्यस्तै प्रकारले उहाँले अझै धेरै विस्तृत रूपमा धेरै जानकारी दिनुभयो उहाँले एजुकेसनकै सेक्टरमा पनि धेरै काम गर्नुहुँदो रहेछ इनोभेटिभ काम त्यस्तोहरू अनि डिसी वेस्टले पनि उहाँहरूको एउटा नयाँ इनिसिएटिभ लिनु भएको रहेछ उहाँले त्यसमा चाहिँ हामीले के गर्दैछ भने उहाँले स्कुलको क्लासेस नर्मल क्लासेस सकेको बादमा त्यो स्कुलकै इन्फ्रास्ट्रक्चर र स्मार्ट क्लासहरू युज गरेर चाहिँ नानीहरूलाई चाहिँ एउटा ट्युसन जस्तो टाइपको रिफ्रेसर गर्ने किनभने उहाँले के भन्नुहुँदै थियो भने धेरैजना बस्तीतिर नानीहरू चाहिँ स्कुल आवर्स सकेको बादमा पढाइ गर्दैन उहाँहरू बिस्तारै घरको काम गर्नुमा व्यस्त हुन्छ होला या केमा व्यस्त हुन्छ होला सो दे डोन्ट रिभिजिट द कोर्स सो त्यसलाई चाहिँ करेक्ट गर्नुको लागि उहाँले चाहिँ यो एउटा नयाँ इनोभेटिभ एउटा यिनीहरूले प्रोग्राम लन्च गरेको रहेछ जसमा चाहिँ उनीहरूलाई नानीहरूलाई चाहिँ आफ्टर स्कुल पनि थ्रु अब तपाईँको के भन्छ टेक्नोलोजी त्यो स्मार्ट क्लासहरू छ जति स्कुलतिर त्यो स्मार्ट क्लासहरू युज गरेर नानीहरूलाई चाहिँ फेरि कोर्स रिभिजिट गर्नु लाउँदो रहेछ त्यस्तो गर्दैछ डिस्ट्रिक्ट हाम्रो नाम्ची डिस्ट्रिक्टबाट डिस्ट्रिक्ट कलेक्टर म्याडमले एउटा राम्रो इनोभेटिभ काम गर्नुहुँदो रहेछ त्यसको विषयमा अलिकति हामीलाई जानकारी दियो त्यहाँ चाहिँ के रहेछ भने सेल्फ हेल्प ग्रुपहरू कति सेल्फ हेल्प ग्रुपहरूकोमा मार्केटिङ क्यापासिटीहरू नभएको त्यस्तो सेल्फ हेल्प ग्रुपलाई चाहिँ उहाँहरूले के गर्दो रहेछ भने विकली हप्तामा एक दिन चाहिँ उहाँहरूले गभर्मेन्टको अफिसमा जस्तै डिस्ट्रिक्ट कलेक्टरेट नाम्चीको प्रिमाइसेसभित्र खाली जग्गामा चाहिँ उहाँले त्यो पार्किङलाई खाली गरेर राखेर त्यहाँ चाहिँ दोकान थाप्नु दिँदो रहेछ उहाँलाई टेबलमा दोकान त्यसो गर्दाखेरि उहाँले किरायमा स्टल लिनु परेन के लिनु परेन अनि अफिसमा मान्छे आउनेले पनि चिज किनेर लान्छ उहाँको अलिकति उहाँले अब जुन चाहिँ सेल्फ हेल्प ग्रुपले त रुरल एरियामा बनाएको सामानहरू मात्रै त बनाउँछ उहाँ आफै प्याकेजिङ गर्नुहुँदो रहेछ जस्तै अचारहरू बनाउँछ है के खानेकुराहरू बनाउँदो रहेछ अलिक सानो सानो यताउता ब्यागहरू बनाउँदो रहेछ त्यस्तो ब्यागहरूलाई बेच्नुको लागि फेसिलिटी चाहिँ गभर्मेन्टकै अफिसमा भनेर अनि उहाँले के भन्नुहुँदै थियो भने यो काम चाहिँ अब बिडिओको अफिस सब डिभिजन अफिसमा पनि अफिसको स्पेसमा उहाँहरूलाई त्यसै फ्रीमा स्पेस दिएर चाहिँ उहाँलाई दोकान थाप्नु लाउने हप्तामा एक दिन अनि रिजल्ट पनि उहाँले देखाउनु हुँदै थियो एकदम राम्रो रिजल्ट भएको छ त्यसको बादमा अब हाम्रो यहाँ सीएस सरले एड्रेस गर्नुभयो है हाम्रो यो आजको सभालाई उहाँले राम्रो राम्रो कुराहरू गर्नुभयो रेस्पोन्सिबिलिटी के छ हाम्रो ब्युरोक्रेटको रेस्पोन्सिबिलिटी के हुन्छ भन्ने कुराहरू राख्नुभयो उहाँले अन्त उहाँले अब ब्युरोक्रेसी कस्तो हुनुपर्ने हो स्टेटको ब्युरोक्रेसी कस्तो हुनुपर्ने हो इन्स्टिट्युसनलाइज्ड सिस्टम कस्तो हुनुपर्ने हो भन्ने कुरामा पनि उहाँले राख्नुभयो अनि एउटा इन्ट्रेस्टिङ हाम्रो सिक्किम स्टेट सिभिल सर्भिसको एसोसिएसनले उहाँको फर्स्ट एउटा एनुअल म्यागजिन निकाल्नु भएको रहेछ त्यो म्यागजिन चाहिँ सिक्किम सिभिल सर्भिस क्रोनिकल भनेर त्यो म्यागजिनको पनि आज यहाँ रिलिज भयो
अनि त्यसपश्चात हाम्रो आजको अनरेबल चिफ गेस्ट हाम्रो श्री पुरन गुरुङ अनरेबल मिनिस्टर एग्रिकल्चर हर्टिकल्चर एनिमल हस्बेन्ड्री फिशरिज हुनुहुन्थ्यो उहाँले पनि उहाँको कतिवटा कुरा राम्रो इन्ट्रेस्टिङ कुराहरू उहाँले राख्नुभयो उहाँले आफ्नो प्र्याक्टिकल एक्सपिरियन्स उहाँको आफ्नो फिल्डको एक्सपिरियन्स उहाँको आफ्नो पोलिटिकल जर्नी कस्तो थियो त्यस्तो टाइपकोबाट पनि उहाँहरूले कतिवटा कुरा लिएर आएर हाम्रो यो जुन चाहिँ एडमिनिस्ट्रेसनसँग जोडिएको कुराहरूलाई उहाँको आफ्नो पर्सनल एक्सपिरियन्ससँग जोडेर हामीलाई धेरै ज्ञानको कुराहरू उहाँले दिनुभयो त्यस्तै प्रकारले आजको यो प्रोग्राम सम्पन्न भएको छ जस्तै सोरेङमा जुन चाहिँ यो ट्याङ्की सफा गर्ने जुन चाहिँ इनिसिएटिभ लिएको छ वाटर ट्याङ्क त्यसमा पब्लिक पार्टिसिपेसन छैन भने गर्नु सक्दैन नि हैन उहाँले पार्टिसिपेट गर्नु हुँदैछ उहाँले त राम्रो प्रश्न सोध्नुभयो तपाईँले अब अहिलेको जमानामा यो है 21st सेन्चुरीमा हाम्रो पब्लिकको एक्सपेक्टेसन्सहरू भिन्दै छ पहिलाको जुन चाहिँ एक्सपेक्टेसन थियो त्यो एक्सपेक्टेसन र अहिले एक्सपेक्टेसनमा भयङ्कर भिन्दै छ मुख्य कारण के छ भने हाम्रो पब्लिक अहिले एकदमै के भन्छ भने जागरुक छ हैन एडुकेटेड पब्लिक छ हैन सबैजना पढा लेखा भएकै छ हाम्रो नानीहरू हेर्नुभयो भने सबैजनाले स्कुल एटेन्ड गर्छ सबैजनाले हायर एडुकेसनमा पनि हाम्रो इनरोलमेन्ट हेर्नुहोस् एक्सलेन्ट इनरोलमेन्ट होल इन्डियामा आई थिङ्क सिक्किम मस्ट बी द बेस्ट स्टेट होला हायर एडुकेसन होइन हाम्रो नानीहरू तपाईँले अहिले सोध्दै गयो भने कुनैले पनि ग्रेजुएट नगरेको हुँदैन प्रायः सबैले ग्रेजुएसन त मिनिमम गर्छ पोस्ट ग्रेजुएट गर्ने कति छ पिएचडी गर्ने कति छ हाम्रो नानी सो अकर्डिङ टु देयर अब उहाँहरूले जति एचिभ गर्नुभएको छ उहाँहरूको एजुकेसनल क्वालिफिकेसनको हिसाबमा उहाँहरूको एक्सपेक्टेसन पनि एस्पिरेसन पनि त्यस्तै प्रकारले हुन्छ नि सो अब पब्लिकलाई चाहिँ एउटा मेसेज के दिन चाहन्छु भने ठिकै हो उहाँको अधिकार हो सरकारलाई उहाँले आएर हैन धेरै कुराहरू उहाँले डिमान्ड गर्न सक्नुहुन्छ माग्न सक्नुहुन्छ अनि सरकारको अब के भन्नु रेस्पोन्सिबिलिटी पनि हो कि त्यो जुन चाहिँ डिमान्डहरूलाई फुलफिल गर्नुपर्ने द्याट्स वाइ गभर्मेन्ट इज देयर गभर्मेन्टले पब्लिकको लागि नै काम गरिरहेको छ पब्लिकको लागि नै काम गर्छ यो हाम्रो सिस्टम डेमोक्रेसीमा पब्लिक नै सबसे ठुलो हो होइन किनभने प्रजातन्त्रमा भन्छ नि प्रजातन्त्रमा त जनतै हो नि सबसे इम्पोर्टेन्ट होइन के भन्छ कन्स्टिट्युएन्ट है सबसे इम्पोर्टेन्ट स्टेक होल्डर त जनता नै हो अनि तर एउटा बिन्दी गर्न चाहन्छु एस्पिरेसन हुन्छ मान्छेहरूको ठुलो ठुलो एस्पिरेसन हुन्छ तर रियालिटीसँग पनि अलिकति होइन बुझेर रियालिटी कस्तो हो त्यस्तो बुझेर चाहिँ उहाँहरूले पनि एप्रोच गरिदिनु भयो हेर्नु सरकारले धेरैवटा नयाँ नयाँ के भन्छ इनिसिएटिभ्सहरू लिएको छ है म त अब डिओपी सेक्रेटरी भएकोले गर्दाखेरि म सरकारको होइन पोलिसी इम्प्लोइमेन्टको पोलिसीहरू इम्प्लिमेन्ट गर्छु हालैमा यो जस्तै है सरकारले कमसेकम 27,000 भन्दा बेसी मान्छेलाई रेगुलराइज पनि गर्यो होइन 25,000 भन्दा बेसी मान्छेलाई फेरि नोकरी पनि दिएको छ सबै ठिकै छ सरकारले दिनु हुँदैछ नोकरी सबै दिनु तर म एउटा बिन्ती के गर्न चाहन्छु भने हाम्रो एजुकेटेड है अनइम्प्लोइड युथहरू थुप्रो हुनुहुन्छ उहाँहरूलाई अरू सेक्टर पनि छ विच आर इक्वली गुड है विच एक्चुअली गिभ्स बेटर रिटर्न्स जस्तै अरू प्राइभेट सेक्टरमा पनि हुनुहुन्छ जस्तै गभर्मेन्ट अफ इन्डियाको के भन्छ गभर्मेन्ट अफ इन्डियामा पनि नोकरीको अपर्च्युनिटिजहरू छ हाम्रो चाहिँ अहिले यहाँ प्रब्लम के छ भने सबैजनाले स्टेट गभर्मेन्टमै नोकरी गर्छौँ भनेर एउटा मान्छेको एउटा चाहना छ नि जुन चाहिँ त्यसलाई चाहिँ अलिकति उहाँहरूले सोच विचार गरेर अरू जग्गातिरको अपर्च्युनिटीलाई पनि उहाँहरूले हेरेर के भन्नु आज अघि मिनिस्टर साहबले के भन्नुहुँदै थियो सबसे धनी मान्छे अहिलेको टाइममा चाहिँ को हो भन्दाखेरि जसको चाहिँ नानीहरू चाहिँ पढेर वर्ल्ड सिटिजन हुनु सक्ने क्षमता राख्छ त्यस्तो मान्छेहरू चाहिँ होइन त्यस्तो फ्यामिली चाहिँ सबसे धनी फ्यामिली उहाँ ठिकै भन्नुभएको नि सो हाम्रो नानीलाई गभर्मेन्टले सपोर्ट गरेर हेल्प गरेर एजुकेसन दियो सबै दियो बादमा आइराखेर चाहिँ पुरा पढिसकेर दे सुड छ नि क्यापेबिलिटी त हाम्रो नानीहरूमा छ क्यापेबिलिटी हाम्रो स्टुडेन्ट्समा क्यापेबिलिटी छ नि बाहिर गएर काम गर्ने क्यापेबिलिटी छ नि सो दे सुड एक्सप्लोर द्याट अल्सो बाहिर गएर काम गरेर आउनुहोस् 5-6 वर्ष बाहिर काम गरेर आएर एक्सपिरियन्स भएर आयो भने स्टेटलाई झन् ठुलो कन्ट्रिब्युसन गर्न सक्नुहुन्छ उहाँले होइन सो अब अरू रही के भन्छ हाम्रो जनताको कुरा जनताको जुन चाहिँ एक्सपेक्टेसन छ त्यसमा त गभर्मेन्टले हेर्नुहोस् अन्टरप्रेन्योरसिपमा पनि हेर्नुभयो भने यो एजुकेटेड अनइम्प्लोइडको लागि पनि हो के भन्छ हाम्रो तपाईँको अन्टरप्रेन्योरसिपको सेक्टरमा एमएसएमईमा धेरैजनालाई आफ्नो बिजनेस इस्टाब्लिस गर्नुको लागि लोनहरू दिँदैछ वन फ्यामिली वन अन्टरप्रेन्योर भन्ने कस्तो राम्रो खालको एउटा योजना सरकारले लिएर आउनु भएको छ के चाहनु सरकारले के चाहनुहुन्छ भने हरेक फ्यामिलीमा एकजना कमाउने अन्टरप्रेन्योर होस् भन्ने कुरा नि अन्टरप्रेन्योर भनेपछि सरकारी नोकरी होइन है उहाँले कुनै एउटा के भन्छ बिजनेस गरेर होइन व्यवस्था चलाएर त्यो फ्यामिलीलाई सपोर्ट गर्ने
त्यसको लागि सरकारले कति सब्सिडीमा के दिँदैछ हैन सब्सिडी पैसा दिँदैछ हैन एक्टिभिटिजहरु सरकारले इन्करेज गर्दैछ स्किल उनीहरुको बढाइ के अरे स्किलिङ गर्दैछ अपस्किलिङ गर्दैछ स्किल डेभलपमेन्टमा हैन अन्डर स्किल डेभलपमेन्ट डिपार्टमेन्ट स्किल्सहरु दिँदैछ कमर्स एन्ड इन्डस्ट्री डिपार्टमेन्टमा एमएसएमई को हैन लोन्सहरु उहाँलाई सब्सिडाइज्ड लोन्सहरु मिलाएर दिँदैछ त्यसले गर्दाखेरि जनताको लागि टुरिज्म सेक्टर हेर्नुस् हाम्रो टुरिज्मको सेक्टर यति भयंकर बढेर जाँदैछ टुरिज्म सेक्टर अब यो अहिलेको यो हाइवेको कन्डिसनले अस्ति फ्लडले गर्दाखेरि पहिला कोभिडले गर्दा अलिकति घटेको थियो अहिले त टुरिज्म त पिकअप गर्दैछ नि हैन अहिले हेर्नुस् तपाईँ एमजी मार्कमा आइज नि तपाईँ बेलुका जानुहोस् त कता टेक्ने जग्गा छैन त्यसले गर्दाखेरि त्यो सेक्टर्सहरुमा पनि हाम्रो लोकल आफैले गर्नु जरुरी छ जस्तो लाग्छ मलाई किनभने प्राय सबै यो सर्भिस सेक्टरमा अहिले जति पनि काम गर्ने मान्छेहरु बाहिरबाट आएर काम गर्नु हुँदैछ है सिक्किममा हाम्रो लोकलले पनि त्यसमा इन्ट्रेस्ट दिएर आफै सेल्फ इम्प्लोइड भएर काम गरिदिनु भयो भने इन्कम पनि राम्रो हुने हैन आफ्नो इन्डस्ट्रीलाई आफैले जिम्मा लिएर चलायो भने राम्रो हुन्छ जस्तो लाग्छ थ्यांक यू